हेलो गाइज, वेलकम ब्याक टु माई च्यानल गाइज। सबैलाई नमस्ते चाहिँ। आज चाहिँ हामी यो एमेजिन रिबेटको चाहिँ ढक्कला र रिवार्डहरू कलेक्ट गर्नुपर्ने हुन्छ। त्यसको लागि चाहिँ हामीले युसी चाहिँ युज गर्नुपर्ने हुँदो रहेछ। धेरै युसी छैन, 1000 युसी युज गरेर हेरौँ हामीले कहिलेसम्म रिवार्ड पाउँछौँ भनेर। 3टा मात्र रिवार्ड पाउने रहेछौँ। 4वटा पाउनलाई चाहिँ 1200 खर्च गर्नुपर्ने रहेछ। 1200 त छैन, अर्कोचोटि खर्च गरौँला। अब यसको लागि युसी खर्च गर्नलाई त हामी कहाँ जानुपर्छ भनेपछि आरपी प्याकमा जाने। अब यहाँबाट 1000 युसी किन्ने अनि टक्क लाएर मिसन खेल्ने। यो किन्दाखेरि हामीलाई 1000 पोइन्ट पनि आउँछ र 2टा क्लासिकल क्रेड आउँछ। आरपी पनि बढ्यो 10ले। अब मिसन खेल्यो भने ठ्याक्क 1000 पोइन्ट पुऱ्याइदियो भने हामीलाई फेरि 1000 युसी फिर्ता आउनु भइहाल्यो होइन। अब टक्क लाएर हामी कहाँ जाने त भन्दाखेरि हाम्रो के मिसनको लागि पनि आइसक्यो। हाम्रो सबै मिसन चेन्ज भइसक्यो। अब रिवार्डहरू कलेक्ट गर्न परिहाल्यो। 89सम्म पुगेछ। एउटा मिनी मेटेरियल पनि आएछ। ल है ल, अब रिवार्ड कलेक्ट हानिदिइहालौँ। स्मोक आयो, जस्तै स्मोक छ, केही राम्रो छैन। आरबीको फेरि रिवार्ड चाहिँ सब जोतको छ। अब हामी टक्क लाएर जाऊँ एमेजिन रिवार्डतिर रिवार्ड कलेक्ट गर्नलाई। ल हामी टक्क पाइहाल्यौँ हाम्रो 3टा रिवार्ड। अब 1200 खर्च गरेर अर्को पाउँछ होइन। अब यसमा केही पर्दो रहेछ, 5वटा दिएको छ दिन चाहिँ होइन। लकमा चाहिँ कतिवटा रहेछ हेरौँ न। लकमा जम्मा 2टा मात्र परेछ यार। 10वटाको त लगै पर्दैन त। अनि के साह्रो हो यसमा चाहिँ के रहेछ लग हेरौँ। यसमा चाहिँ 10वटा परिहाल्छ कि मिनी मेटेरियल। यदि नै पर्ने हुन्छ 10वटा पऱ्यो भने त रहिला हुन्थ्यो नि। फेरि एउटा मात्र रे लक त लगै छैन क्या फेरि हो। पब्जीमा लक नहुने भयो, पब्जीले डुबायो। अब यसो क्लासिकल क्रेड पनि खोलिदिउँ न त। कतिवटा छ मसँग? 48 रहेछ। यता 14वटा छ, त्यसलाई कम्पाउन्ड गरेर एउटा बनाऊँ। 49 भयो, 50 पुगेन यार। ल 49 भयो भने यसो खोलिदिउँ न। लक के रहेछ हेरौँ न। हाम्रो मिनी मेटेरियल रहेछ एउटा कम्बो फुल बनिहाल्यो। अब टक्क लाएर क्लासिकल क्रेड खेलेर लक चेक गर्न पर्ने हुन्छ। के हामीलाई फेरि एम्पो पर्छ त? एम्पो परिहाल्यो भने त 3टा मिनी मेटेरियल आउँथ्यो यार। पर्दैन हुन्थ्यो नि एम्पो। पर्दैन र पो त हामीलाई लगै छैन यार। अघि त केही दिएन त्यस्तो लगमा। 10वटा मिनी मेटेरियल दिनु पनि दिएन। ल अब सुरु गरिहालौँ न त क्लासिकल क्रेड खोल्नलाई। पहिलो सुरुमा चाहिँ आखिर हाम्रो क्यारेक्टरलाई चेन्ज गरेर भेक्टरमा राखौँ। अलरेडी भेक्टर रहेछ। 3वटा कुपनहरू त्यो पनि खोलिदिइहालौँ। सब लुगाहरू खोलिदिउँ न त अब यसको टक्क लगाएर। अनि लक परिहाल्छ कि। सब लुगाहरू खोलेर भेक्टर बाबा मात्र राख्दैन। एम्पो पनि कन्टेन्ट स्किन चेन्ज गरिदिउँ न होइन। परिहाल्छ कि के त अर्को एम्पो। भेक्टर बाबा त फेरि डन हो नि त। पब्जीको सक्दैन नि फेरि। ल सुरु गरिहाल्यौँ। अब क्लासिकल क्रेड खोल्नलाई पनि 10वटाबाट सुरु हानिदिने सिधै टक्क लाएर। फर्स्टमै एम्पो पर्छ जस्तो चाहिँ यसो हेर्दा त केही दिँदैन। तर यहाँबाट जति दुधको दिन्छ लगै छैन। एम्पो फर्स्टमै पऱ्यो भने त सक्दैन नि फेरि। मेटेरियल हुन्छ 3टा। रहिला हुने भने त रहिला। ल है 10वटा सुरु गरिदिइहालौँ फर्स्टमै। चुचुक गर्दैन र पो तापत। ल पऱ्यो के हो। पऱ्यो साथी हो। केही परेन। यस्तो दिन्छ यार। थेत्तेरी यार। आरपी मात्र बढ्यो 1 पोइन्ट। थेत्तेरी यार। के रहेछ यार। के गेम जतको भन्छ एकछिन नि। ल अब चाहिँ पर्छ जस्तो छ है हामीलाई। एउटा चाहिँ पर्ने हुन्छ। टक्क लगाएर अब हाम्रो लक हेरिदिउँ न फेरि। फर्स्ट लकमा त केही परेन। एफ हानिदियो लकले पनि। अब सेकेन्डमा चाहिँ हान्दिनँ जस्तो छ है। कि पर्छ जस्तो छ अब चाहिँ। पर्नै हुन्छ। पिरियडै पर्ने हुन्छ। ब्याकप्याक पर्ने हुन्छ। हेलमेट पर्ने हुन्छ। यो त मसँग अलरेडी छ क्युबिजीको स्किन त होइन। ड्रेस पर्ने हुन्छ। र हेलमेट त के पर्ला र। तर एम्पो पर्दिएको चाहिँ बेस्ट हो क्या फेरि। एम्पो पर्नै हुन्छ नि यसपालि त। टक्क लगाएर 3टा मिनी मेटेरियल म्याक्स मेटेरियल हुन्छ क्या। ल यो पर्छ कि के हो। फर्स्टमा चुचुलुक गर्छ कि के हो। पर्यो कि क्या हो साथी हो। पऱ्यो के पऱ्यो है। ओए ब्याग परेछ हौ। अर्को पनि पर्छ कि एम्पो। केही परेन यार। लगै छैन यार। थेत्तेरी यार। एउटा ब्याग चाहिँ जे छ है। एउटा ब्याग केही पर्न मान्दैन यार। किन हो यस्तो यार। थेत्तेरी हाम्रो भेक्टर बाबालाई नि फ्ल हान्दियो क्या हो पब्जीले। अब त पर्नै हुन्छ। टक्क लगाएर एम्फो ब्याकप्याक परिहाल्यो। ब्याकप्याक त पर्दैन होला। एम्फै पर्दै त ट्याक्क लगाएर एम्फो कता छ। एम्फो स्केरल हेलमेट दिनु हुन्छ नि पनि छैन यार मसँग त।
पोर्किट गाइज पोर्किट हेलमेट पनि छैन ड्रेस त्यही हुन्छ ल फेरि 10वटा है एकचोटि 10वटा है यसमा चाहिँ के पर्छ जस्तो छ पर्छ कि के हो चुचुलु चुक केही परेन जस्तो छ केही परेन हावा दिन्छ के भन्नु हात मात्र पऱ्यो 1 पोइन्ट फेरि हाम्रो भेक्टर बाबा फ्लप भइछिन् अब त लुगाहरू लाउनु पऱ्यो भेक्टर नाङ्गे राखेको त केही परेन मेरो लुगा लाउँछु ब्याक टु नर्मल गाइज अब हामी फेरि लुगा लाएर फेरि भेक्टरको लुगा नलाइकन अर्कै लुगा लाएर चाहिँ हामी फेरि क्रेड खोल्छौँ केही परेन भेक्टरको लुगा नलाउँदा एउटा पऱ्यो धेरै एटलिस्ट ब्याग भयो नि अब चाहिँ यहाँ परिहाल्छ कि लुगा सुलाएर खोल्दाखेरि अब जम्मा 19वटा क्रेड त बाँकी छ 2 जोडी त खोल्ने भित्र चाहिँ एकचोटि 10वटा 9वटा यसमा चाहिँ पर्छ कि के हो एम्फोल परोस् है परोस् खोलो बाबु 9वटा होइन 10वटा रहेछ पर्छ 10वटा खोल्यौँ अनि 1वटा खोल्नु ल पऱ्यो कि क्या हो यसमा त ट्याक्क लगाएर पर केही परेन यस्तो हावा नै हुन्छ यार पब्जी यार थेट केही दिँदैन यार 50वटा क्रेड खोल्दा त एउटा त दिनु नि कतिहरू छैन त्यो पनि छैन अब त छैन 10वटा 1-1वटा खोल्नु पर्यो 1-1वटा त के पर्ला फर्स्टमा पर्छ कि क्या यसमा त थेट केही परेन यसको बाँधिदिउँ यसमा केही पर्दैन जस्तो छ यार केही दिँदैन हावा सानो दिन्छ ल 10वटामा त दिनु नि 9वटामा त एउटा दिनु जुत्ता दिएको जुत्ता लगाएर कहाँ गर्नु हो मैले यार थेट पब्जी हावा छ यार केही दिँदैन हामीलाई त किन हो यस्तो यो पब्जीले एपेको पोर्किटहरूलाई त लास्टै हेप्ने यार पब्जीले स्पिडहरूलाई चाहिँ दिनु चाहिँ होइन है आरपीमा त बढाइदिएको छ 92 पुगिसकेको छ आरपी पनि तेत्तेरिका 92 पुग्यो है मेरो आरपी ल ठिक छ के छ त अब अरू खोल्न पर्ने केही छैन ल साथी हो सकेछ लक त यस्तै रहेछ अर्कोचोटि चाहिँ लक हुन्छ कि भनेर फेरि हामीलाई साथी हो